नेपालमा प्रजातन्त्र कहिले आएको 2007 साल करेक्ट। नेपालमा डेमोक्रेसी कहिले आएको 2007 साल इनकरेक्ट। हामी नेपालमा डेमोक्रेसीलाई प्रजातन्त्र भनेर सम्बोधन गर्छौं, यो हाम्रो लिङ्ग्विस्टिक मिस्टेक हो, यो हाम्रो भाषिक त्रुटि हो। किनकि ग्लोबल कन्टेक्स्टमा प्रजातन्त्र भनेको मोनार्की भित्रको डेमोक्रेसी हो, अ काइन्ड अफ मोनार्की नै हो। जस्तै इन्डियामा कहिले पनि डेमोक्रेसीलाई प्रजातन्त्र भनेर उसले आफ्नो पोलिटिकल साइन्समा या संविधानमा कहिले पनि सम्बोधन गर्दैन, एड्रेस गर्दैन। इनफ्याक्ट उसले प्रजातन्त्र भन्ने शब्द कहिले प्रयोग गर्नै परेन। त्यसैले अब आउने भाइ बहिनीहरूलाई, अब आउने पुस्तालाई अथवा अहिलेका जेनजी भाइ बहिनीहरूलाई हामी दाइ दिदीहरूले उनीहरूलाई कन्फ्युज नहुनको लागि हामीले यसरी सिकाउनुपर्छ। राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र। राजतन्त्रमा राजा सर्वेसर्वा हुन्छ, गणतन्त्रमा जनता सर्वेसर्वा हुन्छ, सबै हुन्छ। अब प्रजातन्त्रमा राजा पनि हुन्छ, प्रजा पनि हुन्छ, प्रजाहरूले भोट हाल्न पाउँछन्, तर राजा सर्वोच्च हुन्छ, सर्वेसर्वा हैन, सर्वोच्च हुन्छ। लोकतन्त्रमा राजा हुन पनि सक्छ, नहुन पनि सक्छ, भयो भने पनि सेरेमोनियल हुन्छ। जस्तै 2046 सालमा जस्तो त्यो अन पेपर मात्र डेमोक्रेसी थियो, र डेमोक्रेसी भन्ने शब्दको लिटरल ट्रान्सलेसन नेपालीमा चाहिँ लोकतन्त्र नै हुन्छ, यो रियल मानेमा। र 2046 सालमा आएको चाहिँ अन पेपर मात्र, यो रियल डेमोक्रेसी मानिँदैन। तर 2063 सालमा आएको चाहिँ जहाँनिर राजा सेरेमोनियल थिए, यो चाहिँ एक्चुअल मानेमा रियल डेमोक्रेसी थियो। र बीपीले ल्याउन खोजेको चाहिँ यो हो, तर उनले ल्याएको चाहिँ प्रजातन्त्र हो 2007 सालको जस्तो। थ्याङ्क यू।